हेलो डियर स्टुडेन्ट्स, तपाईहरुको धेरैजना साथीहरुले हैन मलाई इनबक्समा दाइ मलाई यो लास्ट मोमेन्टमा मार्क नै बढिरहेको छ हैन, कसरी बढाउनु, के गर्नु, कसरी पढ्नु भनेर एकदमै मेसेज गर्नु भएको थियो हैन। त्यही भएर म तपाईहरुको यो लास्ट आवर्समा के कसरी पढ्दा कुन स्ट्र्याटेजीबाट जाँदा हैन मार्क बढ्छ भनेर एउटा डेडिकेटेड भिडियो बनाउन गइरहेको छु। त्यो भिडियो सुरु गर्नु भन्दा पहिला यो कोड मैले भन्न चाहे तपाईहरुलाई। हेर्नु, तपाईहरुले अहिले यो अब तपाईहरु एडोलेसेन्ट एजमा आइसकेपछि तपाईहरुले के बुझ्नुपर्छ भने अब तपाईको प्यारेन्ट्सले, गार्जियन्सले, दाइहरुले, टिचर्सहरुले हैन तपाईलाई हिड्ने बाटो चाहिँ देखाइदिन्छ कि एभ्रीवन एल्स विल सो यु द पाथ, बट तपाईले एक्लै आफ्नो सपना पूरा गर्नलाई हैन एक्लै हिड्नु पर्ने हुन्छ कि यु एलोन ह्याभ टु वाक टु रिच योर ड्रिम्स। यो कुराहरु तपाईले आफ्नो पुरै जेहनमा बसाइहाल्नु कि दिमागमा बसाइहाल्नु हैन। अनि यति बुझिसकेपछि तपाईहरुलाई पढ्न अथवा केही पनि लाइफमा केही पनि गर्न एकदमै सजिलो हुन्छ कि तपाई सबै इन्डिपेन्डेन्टली सबै कुराहरु गर्न सक्नुपर्छ। अब यसमा स्ट्र्याटेजीमा आउँदाखेरि हाउ टु इन्क्रिज मार्क्स हैन। अब यसमा तपाईहरुलाई के कुराहरुमा ध्यान दिनु पर्यो मुख्यता भनेपछि हेर्नु त स्ट्र्याटेजी भनेको अहिलेको अब यो कुराहरुमा हैन तपाईहरुलाई धेरै कुरा थाहा पनि होला। अब यसमा मैले के भन्न चाहे भने सबैभन्दा बढी केमा फोकस गर्नु अहिले रिभिजनमा, रिभाइज एन्ड रिभाइज भनेपछि सबै टपिक सिस्टमेटिकली अनि पिरियोडिकली हेर्नु पर्यो। कुनको यो पीसीबीको सबै टपिक्सहरु हेर्नु पर्यो, रिभिजन गर्नु पर्यो। अर्को चाहिँ हेरिसकेपछि रिभिजन गरिसकेपछि सबै टपिकहरु के गर्नु पर्यो प्र्याक्टिस एन्ड प्र्याक्टिस। यसको कुनै अरु विकल्प नै छैन कि यस्तो त गर्नै पर्छ। तपाईहरुले राम्रो गर्न चाहनुहुन्छ भने यो पढ्नै पर्छ कि अब तपाईमा डिपेन्ड गर्छ कि तपाई कस्तो सिरियस स्टुडेन्ट हुनुहुन्छ कि जस्ट पास हुनलाई ट्राई गरिराख्नु भएको छ कि कस्तो। अब तपाईहरुले आफै सिरियस हुनुहुन्न अनि के मार्क कसरी बढ्छ भनेपछि तपाईहरुले थाहा छ कि मार्क बढाउन के गर्नुपर्छ रिभिजन। फर्स्टमा रिभिजन गर्नु, एकदमै रिभिजन गर्नु, जति सक्नुहुन्छ त्यति रिभिजन गर्नु। अर्को चाहिँ प्र्याक्टिस, एकदमै प्र्याक्टिस गर्नु, जति एमसीक्यू गर्न सक्नुहुन्छ त्यति गर्नु हैन। अर्को चाहिँ डेली भन्दा पनि विकली जति यो विकली टेस्टहरु हुन्छ नि, मोडल टेस्टहरु, सबै मोडल टेस्ट दिनु हैन। अब त्यहाँबाट तपाईले के फाइदा हुन्छ भने त्यहाँबाट तपाईको वीक पोइन्ट्सहरु थाहा हुन्छ, तपाईको कुन पोर्सनमा कति तपाईले दिनु भएको छैन, पढ्नु भएको छैन भन्ने कुराहरु त्यहाँबाट तपाईले एनालाइज गर्नुपर्छ। भनेपछि मक टेस्ट दिएपछि के गर्नुपर्छ एनालाइज गर्नुपर्छ आफ्नो मिस्टेक्सहरु। अर्को चाहिँ अब त्यो पत्ता लगाइसकेपछि मिस्टेक गरेको कुराहरु पत्ता लगाइसकेपछि के गर्नुपर्छ थ्योरी च्याप्टरमा गएर ती टपिकहरु रिभाइज गर्नुपर्छ। अनि त्यसपछि के गर्नुपर्छ टिपिकल पोइन्ट्सहरु जुन कि तपाईले जहिले पनि त्यही मिस्टेक गरिराख्नुहुन्छ त्योहरु चाहिँ याद गर्नुपर्छ। अब यति तीनवटा स्टेप मात्र फलो गर्नुभयो भने हैन तपाईको मार्क हत्तै बढ्न जान्छ कि।